हेलो हाई नमस्ते म हो डल्ले लिम्बू कुवैतबाट छु। डल्ले लिम्बू यानि कि नारायण लिम्बू को टिकटक पेजबाट यहाँहरू सबैजनालाई स्वागत गरे। म प्रवासमा छु। प्रवासबाट नेपाललाई सम्झिरहेको छु। नेपाललाई सम्झिँदाखेरि हाम्रो नेपालका राजनीतिक दलहरूको याद आउँछ। हाम्रो नेपालमा राजनीतिक दलहरूको कमी छैन, तर कुन राजनीतिक दलले कस्तो काम गर्ने र कुन राजनीतिक दलले चाहिँ कहाँ पुर्याउने देश भन्ने कुरामा चिन्ता लाग्छ। हाम्रो नेपालका राजनीतिक दल नयाँ पुराना सबैजनालाई म प्रवास कुवैतबाट मेरो सानो सन्देश, जो जहाँ र जुन दलबाट पनि तपाईँहरूलाई राजनीति गर्दै हुनुहुन्छ, यो राजनीति आखिर कसको लागि है? हाम्रो नेपालमा रहेका जनता, नेपाली जनता, नेपाली संस्कार संस्कृति भाषा कल्चर विकास इत्यादि कुराहरूलाई त अगाडि बढाउनको निम्ति हो नि, होइन? तर यहाँहरू सबैजनाले होइन यो ध्यानमा राखेर आफ्नो राजनीतिलाई अगाडि बढाउनु होला। र अहिले आसन्न फागुन 21 गते हुन गइरहेको चुनाव पहिलाको जस्तो चुनाव रहेको छैन। यो चुनावमा एकदम कुन पार्टी, कुन दल, कुन नेतृत्वलाई चाहिँ देशलाई सुम्पिने भन्ने कुरा छ। तसर्थ सबै नेपाली जनता, आमा बुवा, दाजुभाइ, दिदीबहिनी लगायत सम्पूर्णहरूले आफूले चिनेर जानेर कुन पार्टी, कुन दललाई चाहिँ जिताउँदा आफ्नो देश रहन्छ, आफ्नो कला संस्कार संस्कृति, आफ्नो वेशभूषा र देशको निम्ति काम गर्न सक्छ, यसलाई अगाडि बढाउनु पर्ने हुन्छ। यो तपाईँ हामी सम्पूर्णले चिनेर जानेर चाहिँ यसपालि भोटलाई प्रयोग गरौँ भन्न चाहन्छु। र मेरो विचारमा होइन, पुराना राजनीतिक दलहरूले जब 30-35 वर्ष राजनीति गरे हाम्रो नेपालमा, तर कुनै परिवर्तन आउन सकेन। परिवर्तनको अपेक्षामा हाम्रो नेपाल देश बेचेको छ, नेपाल बदनाम भएको छ। हाम्रो नेपाललाई दुनियाँमा कहीँ खोज्दै जाँदाखेरि एकदमै हाम्रो नेपालीको शिर उच्च हुने गरी हाम्रो देशमा रहेका राजनीतिक दल सरकारले काम गर्न सकेको छैन। तसर्थ यसपालि अवश्य पनि